सम्पूर्णमा नमस्कार। म आज जग्गा खरिद गर्ने क्रममा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू के हुन् भन्ने विषयमा जानकारी दिन गइरहेको छु। मैले यो विषयमा अगाडि पनि एउटा भिडियो बनाएको छु, त्यो भिडियो पनि हेर्नु होला। र त्यो भिडियोमा उल्लेख गरेको बुदाहरू बाहेक अन्य के कुरामा चाहिँ ध्यान दिनुपर्छ जग्गा खरिद गर्ने क्रममा त भन्दाखेरि 1 नम्बरमा छ ट्रेस म्याप। ट्रेस म्याप ओरिजिनल हो वा होइन नापी कार्यालयमा गएर यकिन गर्नु पर्यो। र दोस्रो नम्बरमा तपाईले खरिद गर्दै गरेको जग्गामा बाटो छ वा छैन ट्रेस म्यापमा हेरेर यकिन गर्नु पर्यो। र यदि ट्रेस म्यापमा बाटो छैन तर फिल्डमा बाटो छ भने त्यो बाटो वास्तवमै बाटो हो भनेर ओडाले बाटो प्रमाणीकरण गरिदिएको कागज छ वा छैन त्यो कुरा पनि ध्यानमा राख्नु पर्यो। र तेस्रो नम्बरमा तपाईले खरिद गर्दै गरेको जग्गामा अथवा जग्गा वरपर राजकुलो छ वा छैन। राजकुलो छ भने हाम्रो नेपाल सरकारले सिंचाई सम्बन्धी परियोजना ल्याएको अवस्थामा र त्यो परियोजनालाई चाहिँ कार्यान्वयन गर्न पर्ने अवस्थामा तपाईको जग्गा सरकारले लिदिन सक्छ। त्यो भएको भएर तपाईले खरिद गर्दै गरेको जग्गामा अथवा जग्गा वरपर राजकुलो छ वा छैन, यदि छ भने कति मिटर डिस्टेन्समा छ त्यो कुरा पनि यकिन गर्नु पर्यो। र त्यस्तै अर्को नम्बरमा गुठी जग्गा हो वा होइन त्यो कुरा पनि यकिन गर्नु पर्यो। र यो सँगसँगै राष्ट्रिय निकुञ्जलाई छोएको जग्गा हो वा होइन यो पनि यकिन गर्नु पर्यो। र यो सँगसँगै राष्ट्रिय गौरवका परियोजनाहरू परेको छ वा छैन तपाईले खरिद गर्दै गरेको जग्गा वरपर यो कुरा पनि यकिन गर्नु पर्यो। र खोलादेखि 100 मिटर भन्दा टाढा अथवा खोला भन्दा 100 मिटर भित्र पर्छ जग्गा वा बाहिर पर्छ यो कुरा पनि यकिन गर्नु पर्यो। र अन्तमा तपाईले खरिद गर्दै गरेको जग्गाको स्लोप 30 डिग्री भन्दा माथि छ वा छैन। कस्तो हुन्छ भन्दाखेरि तपाईले 30 डिग्री भन्दा माथिका जग्गा माथि स्लोप भएको जग्गाहरू लिनुभयो भने घर बनाएर बस्न त फरक पर्दैन, तर भोलिका दिनमा बैंकमा राखेर लोन लिन्छु भन्ने क्रममा चाहिँ बैंकले लोन दिदैन। त्यो भएर यो कुरा पनि जान्न जरुरी छ। हस्त, धन्यवाद।